सो हेलो साथीहरू, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। सप्ता लङ टाइम म चाहिँ फेरि आज आएको छु युट्युबको लागि भिडियो बनाउनु। अहिले चाहिँ मैले खेतमा गएर साग तोडेर लिएर आयो, सागलाई लिएर आयो है। हाम्रो चाहिँ अब गाउँ बस्तीतिर चाहिँ के हुन्छ भने चाहिँ साग सब्जीहरू चाहिँ किन्नु पर्दैन है, घरमै फलाउँछ। अन्त अहिले चाहिँ अलमोस्ट म यहाँ नेपाल आएको पनि 1 मन्थ भयो है। अन्त त्यही भएर चाहिँ अन्त म चाहिँ आज चाहिँ म उठ्नु त कि 6 बजी उठ्छ। यहाँ चाहिँ मेरो आमा बाउहरू चाहिँ बिहानै 5 बजी है, 5 बजी 4 बजीतिरै उठ्छ नि त। अन्त उठेपछि चाहिँ यता हल्लाहरू हुन्छ होइन। त्यहाँदेखि म पनि उठेर अछामै फोन हेरिबसेँ। उठ्नु चाहिँ भर्खरै उठेर चिया पिएँ, ब्रस गरेर। मेरो चाहिँ गिजाको प्रब्लम भइरहेछ नि त, गिजा दुख्ने, गिजा पाकेर होइन। अन्त मेरो गिजाको प्रब्लम चाहिँ वर्षमा एकखेप चाहिँ हुन्छ सेम टाइममा होइन। अन्त लास्ट टाइम चाहिँ डक्टरले भन्दै थियो अपरेसन गरेर निकाल, नभए प्रब्लम भइबस्छ भन्दै थियो नि त। अन्त म चाहिँ नगर्ने भनेको नि त नि अब यति छिटै। अन्त किनकि त्यो त दाँत आउने जस्तै गर्छ नि त, तर आउँदैन, तर गिजा पाक्छ क्या। अन्त त्यो इन्फेक्सन भएर। अन्त आज यहाँको वेदर चाहिँ यस्तो बढिया छ है साथीहरू। म तपाईँहरूलाई पनि देखाउँछु वेदर कस्तो छ भनेर। अन्त अब चाहिँ धानको खेतीहरू पाक्यो नि त यहाँतिर चाहिँ। अब चाहिँ धानहरू काट्ने यहाँ चाहिँ काम चाहिँ कस्तो हुन्छ भने चाहिँ बिहान 6 बजीदेखि लिएर 10 बजी 12 बजीसम्म हुन्छ। त्यहाँदेखि फेरि 2 बजीदेखि लिएर 5 बजीसम्म 4 बजीसम्म हुन्छ है दिउँसो चाहिँ। किनकि काम गर्नु सक्दैन यहाँ चाहिँ, घर पनि धेरै छ नि त, त्यही भएर। अन्त अब म चाहिँ यो साग र आलु पकाउँछु है। अन्त म चाहिँ सिम्पल पकाउँछु है साग्लाहरू। अन्त चाहिँ हेर्छु सब्जीहरू के सब्जी हामी चाहिँ बहुत भेराइटी चाहिँ खाँदैन। अब एउटै सब्जी छ भने पनि पुगिहाल्छ। अन्त अब यो सागलाई चाहिँ म यहाँनिर धुनुमा हाल्छु है साथीहरू। अन्त आजको वेदर चाहिँ बहुत बढिया भएको छ है। म तपाईँहरूलाई पनि देखाउँछु आजको वेदर कस्तो छ भनेर है। सागलाई चाहिँ मजाले धुनुपर्ने हुन्छ कि साथीहरू। यसलाई चाहिँ म एकछिन यहीँ हाम्रो चाहिँ हेर्नु सक्नुहुन्छ है, कल चाहिँ यस्तो वाला हो, यस्तो र कल हो त। अन्त यो भएको यस्तो गरेर चाहिँ पानी निक्लिन्छ। अन्त मोटर पनि छ छनु चाहिँ, तर अब त्यो मोटर चाहिँ सम टाइम मात्रै चलाउँछ नि त। अन्त आजको वेदर चाहिँ यस्तो छ भनेर देखाउँछु। हिजो चाहिँ मैले लुगाहरू पुरा धोएको थियो है। अन्त त्यही भएर चाहिँ देखाउँछु ल म आजको वेदर कस्तो छ भनेर। यो चाहिँ हो आजको वेदर चाहिँ यस्तो छ होइन। अहिलेसम्म चाहिँ हावा सिरी आइरहेको थियो, बट अहिले चाहिँ कस्तो भयो भने सडनली घाम आउनु थाल्यो क्या साथीहरू। यस्तै हो मधेसको वेदरहरू होइन। यहाँ चाहिँ हामीले सिमी फलाएको छ है, बोडी भनौँ न यसलाई, के सिमी भनौँ, लामो लामो खालके बोडी फलाएको छ है। अन्त यहाँ पनि छ होइन। मलाई चाहिँ तर साथीहरू यो बोडी चाहिँ पटक्कै मन पर्दैन क्या, फ्रीमा दियो भने नखाऊँ जस्तो लाग्छ क्या, नाक लागेछ बेङ्गलोरमा बस्दै। अन्त चाहिँ यो चाहिँ मिठो छ अरे आमाले भन्दा चाहिँ। अन्त आज चाहिँ म यो यहाँनिर चाहिँ खाली छ नि त, यहाँनिर चाहिँ मल हालेर चाहिँ फुलहरू रोप्छु भनेर चाहिँ सोचिरहेछ। अन्त प्लस हाम्रो चाहिँ घरहरू रिपेयरिङ हुँदैछ नि त, त्यही भएर पुरा ओइलो धुलो हुन्छ। त्यही भएर चाहिँ साथीहरू आजको यति वेदर हो। अनि म अब के गर्छु तपाईँहरूलाई देखाउँछु नि ल। चाहिँ यो टक्रीमा निकाल्छु। अन्त किनकि चाहिँ त्यहाँनिर चाहिँ मेरो जग्गा छ नि त, म चाहिँ मल चाहिँ नि यस्तो वाला निकाल्छु साथीहरू। यहाँबाट चाहिँ निकाल्छु होइन, यस्तो माटो निकाल्छु है। यो मलै हो नि साथीहरू, यो चाहिँ माटो होइन, मलै हो। यो यसरी निकाल्ने, यो सबै मलै हो। अन्त म चाहिँ फुलमा मल हाल्छु र फुल रोप्छु र अन्त नुहाउँछु है। यसरी टक्रीमा हाल्छु यहाँ। म चाहिँ यहाँनिर चाहिँ फुल लाउँछु अनि फुलको डल्लै माटो चेन्ज गर्छु है साथीहरू। सो साथीहरू मैले चाहिँ यहाँ यस्तो बनाएँ, यहाँ मल हालेँ। अब म यसलाई चाहिँ बढाल्छु है। यहाँ पनि यसरी यहाँ चेन्ज गरेँ माटोलाई है, यसरी राखेको छु मैले चाहिँ। अन्त यो भुइँमा चाहिँ यसरी माटो चेन्ज गरेर राखेको छु है। सो साथीहरू फाइनली है मैले चाहिँ मल पनि हालेँ, फुल पनि रोपेँ। अनि फुलको बिरुवा चाहिँ थिएन, त्यतिकै रोपेँ त्यही छुट्टाएर। अन्त फुलको मलहरू सबै चेन्ज भइसक्यो। अब वेदर त हेर्नुहोस् आजको बहुत बढिया भएको छ, त्यही भएर मैले काम गरेको है। म चाहिँ धेरै दिन बादमा गरेर चाहिँ होला, अलिक थाकेको जस्तो भइरहेछ नि त। अन्त अब चाहिँ मैले जाडो लगाएर
नुहाउँछु है, नुहाइसकेर चाहिँ तपाईँहरूलाई भेट्छु है साथीहरू। सो साथीहरू फाइनली मैले नुहाइसकेँ है, मैले हेयर वास गरिसकेँ, अन्त नुहाएँ पनि। अन्त अब चाहिँ म खाजा बनाउँछु, अन्त अब चाहिँ म कुछ गर्छु है, नुहाइसक्यो। सो आजको लागि यति नै हो। अहिले आजको लागि होइन, अब म के गर्छु तपाईँहरूलाई देखाउँछु है फेरि।